त्यही भएर मरेर जाने जिन्दगीमा आफ्नो कर्म कहिल्यै पनि नछोड्नु भनेको छ। कुकर्म नगर्नु, धर्म गर्न नसके पनि कुभलो कसैको नगर्नु, कसैलाई पाप गरिएन भने त्यसै पनि धर्म हुन्छ। अरूका कुरा काटेर अरूलाई पल्टाएर आफू माथि जान्छु भनियो भने आफै तल खाल्डोमा परिन्छ। त्यही भएर भने भगवान् बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। अरे बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थलमा खानीलाई नि मर्नुपर्ने रहेछ। बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थलमा खानीलाई नि मर्नुपर्ने रहेछ। बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थलमा खानीलाई नि